धेरै मानिस जीवनभर काम गर्छन्, बिहान चाँडै उठ्छन्, साँझ ढिलो घर फर्किन्छन्, तर जीवन उस्तै रहन्छ। उनीहरू भन्छन् पैसा कहिल्यै पुग्दैन। तर के तपाईले सोच्नु भएको छ किन केही मानिस थोरै समयमै आर्थिक रूपमा स्वतन्त्र बन्छन् र धेरै मानिस जीवनभर सङ्घर्षमै अड्किन्छन्? यो अडियो बुक त्यसै प्रश्नको उत्तर हो। यो कथा हो सोच बदल्दा जीवन कसरी बदलिन्छ भन्ने। अध्याय 1। पैसा समस्या होइन, सोच समस्या हो। धेरै मानिस भन्छन् म गरिब छु किनभने पैसा छैन। तर साँचो के हो भने उनीहरूसँग पैसा नहुनुको कारण उनीहरूको सोच हो। गरिब सोच भन्छ पहिले पैसा आएपछि मात्र केही गर्छु। धनी सोच भन्छ पहिले सिक्छु, पहिले सोच बदल्छु, पैसा पछि आउँछ। धनी मानिस पैसाको पछि दौडिँदैन, पैसालाई आफूतिर तान्ने सोच विकास गर्छ। अध्याय 2। जागिरले सुरक्षा दिन्छ कि भ्रम? धेरै मानिस सुरक्षित जागिर खोज्छन्। उनीहरू भन्छन् मासिक तलब छ भने जीवन सुरक्षित हुन्छ। तर इतिहास हेर्नुहोस्, कति मानिसले एकै दिनमा जागिर गुमाए। जागिर आय दिन्छ तर स्वतन्त्रता दिँदैन। धनी सोच भएको मानिस जागिरलाई सिक्ने ठाउँ बनाउँछ, अन्तिम लक्ष्य होइन। ऊ भन्छ म यहाँ पैसा कमाउन मात्र होइन, सिप सिक्न आएको हुँ। अध्याय 3। एसेट र लायबिलिटी नबुझेसम्म पैसा टिक्दैन। धेरै मानिस धेरै कमाउँछन् तर बचत हुँदैन। किनभने उनीहरूले पैसा कहाँ जान्छ भन्ने बुझ्दैनन्। एसेट भनेको जसले तपाईको जेबमा पैसा हाल्छ। लायबिलिटी भनेको जसले तपाईको जेबबाट पैसा निकाल्छ। धनी मानिस पहिले एसेट किन्छ। गरिब सोच भएको मानिस पहिले देखावटी खर्च गर्छ। पैसा होइन, पैसाको दिशा महत्त्वपूर्ण हो। अध्याय 4। डर। सबैभन्दा ठूलो गरिबी धेरै मानिससँग सपना हुन्छ, तर सपना भन्दा ठूलो उनीहरूको डर हुन्छ। डर असफल हुने डर, मानिसले के भन्लान् भन्ने डर, पैसा गुम्ने डर। डरले भन्छ नयाँ कुरा नगर, जोखिम नलिऊ, सुरक्षित बस। तर धनी सोच भन्छ डर हुँदाहुँदै पनि अघि बढ। असफलता अन्त्य होइन, यो सिकाइ हो। डरलाई जित्नेले जीवन जित्छ। अध्याय 5। स्कुलले जीवनको सबै कुरा सिकाउँदैन। स्कुलले हामीलाई राम्रो कर्मचारी बनाउँछ, तर स्कुलले पैसा कसरी काम गराउँछ भन्ने सिकाउँदैन। धनी सोच भएको मानिस सधैँ सिकिरहन्छ। वित्त, लगानी, व्यापार, सोच। ज्ञान नयाँ युगको सबैभन्दा ठूलो शक्ति हो। अध्याय 6। धनी बन्नु निर्णय हो, धनी बन्नु भाग्य होइन। धनी बन्नु एक निर्णय हो। निर्णय डरभन्दा माथि उठ्ने, आरामभन्दा बाहिर जाने, सोच बदल्ने। आज तपाईले सानो निर्णय लिनुभयो भने भोलि जीवन ठूलो बदलिन्छ। यदि तपाईँ आजसम्म पैसाका लागि काम गर्दै हुनुहुन्थ्यो भने अब सोच बदल्नुहोस्। पैसालाई तपाईका लागि काम गराउन सिक्नुहोस्। धनी सोच अपनाउनुहोस्, गरिब सोच त्याग्नुहोस्। किनभने तपाईको भविष्य तपाईको सोचले लेख्छ। धन्यवाद यो अडियो बुक सुन्नु भएकोमा। यो एउटा धेरै प्रेरणादायी कथा हो जसले रिच ड्याड पुअर ड्याडको मुख्य सिद्धान्तहरूलाई सरल नेपाली भाषामा समेटेको छ।